सन् 2001 जुन 1 को रात काठमाडौँको नारायण हिती दरबार, जहाँ सबै कुरा सामान्य देखिन्थ्यो, तर केही मिनेटमै त्यो ठाउँ इतिहासकै सबैभन्दा भयावह घटनाको केन्द्र बन्न गयो। त्यस समय नेपालमा राजतन्त्र थियो। राजा वीरेन्द्र, जनताका प्रिय राजा, रानी ऐश्वर्या, शक्तिशाली र दृढ व्यक्तित्व, र युवराज दिपेन्द्र, भविष्यका राजा, सबैको नजरमा देशको आशा। र दरबारभित्र सबै कुरा त्यति शान्त थिएन। व्यक्तिगत मतभेद, विशेष गरी विवाहको विषयमा, युवराज र परिवारबीच दूरी बढ्दै थियो। जुन 1 को बेलुका राज परिवार नियमित डिनरका लागि भेला भयो। हाँसो, कुराकानी, सबै सामान्य जस्तै। कसैले पनि सोचेन के हुन लागिरहेको छ भनेर। अचानक दरबारभित्र गोलीको आवाज गुन्जियो। सबै अत्तालिए। कोही भागे, कोही स्तब्ध भए। एकैछिनमा शान्त वातावरण पूर्ण रूपमा टुटिसकेको थियो र त्यो रात नेपालका लागि कहिल्यै नबिर्सने बन्यो। राजा वीरेन्द्र, रानी ऐश्वर्या र राजपरिवारका अन्य सदस्यहरू त्यो घटनामा मारिए। एकै रातमा पुरै राजपरिवार तहस नहस भयो। युवराज दिपेन्द्र घाइते अवस्थामा फेला परे र अचम्मको कुरा, उनी कोमामा हुँदा नै राजा घोषणा गरिए। 3 दिनपछि दिपेन्द्रको मृत्यु भयो र गद्दी सम्हाले उनका काका ज्ञानेन्द्र शाहले। तर देश अझै प्रश्नमा डुबेको थियो। के यो साँच्चै एउटै व्यक्तिको काम थियो? किन यस्तो भयो? देशभर प्रदर्शन भए, जनताले सत्य मागे, तर स्पष्ट जवाफ कहिल्यै आएन। यो घटनाले नेपालको इतिहास नै बदलिदियो। राजतन्त्रप्रति विश्वास घट्दै गयो र अन्ततः नेपाल गणतन्त्र बन्यो। एक रात जसले सिङ्गो देश हल्लायो। यी घटना